अहिले चाहिँ हामी लुम्बिनीमा छौँ र यहाँबाट हामी तिलौराकोट जाँदैछौँ जहाँ सूर्यवंशी राजा शुद्धोधनको दरबार छ र यहाँबाट चाहिँ त्यहाँ पुग्न करिब 25 किलोमिटरको दूरी रहेको छ। हामी तिलौराकोटमा चाहिँ त्यहाँ 29 वर्ष चाहिँ गौतम बुद्ध बस्नु भएको रहेछ र यो यात्रा आजको हाम्रो केही रिसर्च बेसको हुनेछ। लुम्बिनीबाट चाहिँ तिलौराकोटसम्म जाने यात्रा चाहिँ आई थिङ्क अलिकता फरक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। प्लिज मलाई फलो गर्नु होला। लास बनेछु बिर्सिएर पनि नहेर्नु मलाई म त एउटा लास बनेछु। लुकाएर सारा पीर व्यथा यहाँ अन्यायकोमा जलिरहेछु। लुकाएर सारा पीर व्यथा यहाँ अन्यायकोमा यो चाहिँ 29 वर्षपछि चाहिँ राजकीय सम्बन्ध परित्याग गरी यही पृथ्वीद्वार हुँदै कपिलवस्तुबाट प्रस्थान गरेका थिए भन्ने चाहिँ यो यहाँ अभिलेख लेखिएको रहेछ क्या। यो प्रवेशद्वार हुँदै उहाँ चाहिँ यो राज्य उहाँले त्याग गर्नुभएको रहेछ। अहिले म छु तिलौराकोट दरबारमा। यो दरबारको परिसर हो। यो चाहिँ यहाँ धेरै जस्तो भिजिटरहरू चाहिँ यहाँ सयौँको सङ्ख्यामा चाहिँ प्रत्येक दिन चाहिँ आउने गर्छन् र आजको मेरो यो यात्रा चाहिँ यो दरबारमा राजा शुद्धोधनको चाहिँ यो दरबार हो। लुम्बिनीबाट चाहिँ 20 दिन गौतम बुद्ध चाहिँ जुन स्थानमा जन्मनु भएको छ त्यहाँबाट चाहिँ 20 दिनपछि चाहिँ यो दरबारमा उहाँ आउनुभयो र करिब 29 वर्ष चाहिँ यो स्थानमा बस्नु भएको रहेछ। एकदम ऐतिहासिक छ यो। सयौँ वर्ष पुरानो चाहिँ यो यसको चाहिँ इतिहास छ यहाँ। तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ एकदमै पुरानो जीर्ण अवस्थामा रहेको चाहिँ कुराहरू।